कतिले यो प्रश्न गर्छन् पनि क्या, के गर्छन् भने टङ्क बुढा थोकीले तँलाई के दियो भन्छन् क्या होइन। अनि यसको जवाब चाहिँ म के दिन सक्छु थाहा छ? म त्यस्तो अगाडि भन्ने मान्छेलाई चाहिँ नि यो जवाब दिन सक्छु, एउटा कर्म दिने बाउले एउटा माया दिइरहनु भएको छ होइन। अनि मेरो जुन फ्यामिली त्यो झुपडीमा बस्थे, अहिले राजमहल जस्तो एउटा घर बनाइदिनु भएको छ। अहिले यो अशोक दर्जी थिएन भने यति कुरा के हो भन्दाखेरि मेरो भाइ पनि पढ्न पाउँदैन थिए, मेरो बाउआमा राम्रो ठाउँमा बस्न पाउँदैन थिए। अनि यो भन्ने मान्छेलाई चाहिँ जवाफ यही हो क्या, के दिनु भएको छ भन्छन् नि, यही जवाफ हो। के भन्छ तपाईँ? म केही भन्न सक्दिनँ दाइ, तपाईँलाई आँसु हार्नु चलचित्रमा आउँछ दाइ कथा। एकजना मान्छेलाई हुर्काउन, पढाउन, सफल बनाउन धेरै गाह्रो हुन्छ। मान्छेलाई भन्न सजिलो हुन्छ, गाली गर्न सजिलो छ, काम गर्न गाह्रो छ। रङ्गजी, तपाईँले अशोक दर्जीलाई जुन ठाउँमा पुर्याउनु भएको छ नि, म चाहिँ स्यालुट गर्छु। थ्याङ्क यू सो मच। म चाहिँ काम गर्ने मान्छेलाई सम्मान गर्न चाहन्छु सोसाइटीमा, यो देशमा। यो देश भनेको सतीले श्रापेको देश भन्छन् क्या होइन। राम्रो काम गर्ने मान्छेको आलोचना भइरहन्छ होइन, आलोचना भन्दा पनि त्यो त मार्गदर्शन भन्ने लिएँ मैले त होइन। ती भनेका कुराहरू, ती आउने त्यस्ता कुराहरूलाई आलोचना भन्दा पनि म त्यो ट्र्याकमा जानु हुँदैन है, मैले त्यसो गर्नु हुँदैन है, मैले पैसा खानु हुँदैन है, मैले अशोकलाई हेप्नु हुँदैन है, मैले अशोकलाई 3 महिनामा छोड्नु हुँदैन है, मैले अशोकलाई गीतै मात्रै गाउन लाउनु हुँदैन है भन्ने कुराहरू होइन। र अशोक कतिवटा गीत आज नगाउनु, मुस्किलले 6वटा 7वटा गीत होला, उसले 10वटा भन्न 10वटा गीत छैन, 6वटा 7वटा गीत भयो। किनकि एजुकेसन सबैभन्दा ठुलो इम्पोर्टेन्ट कुरा। हामी शिक्षित परिवारकोबाट, मेरो बुवा टिचर प्रधानाध्यापकबाट रिटायर, मेरो आमा स्वास्थ्यमा रिटायर होइन, मेरो दाइ त्यसरी नै भाइ। हामी त्यो शिक्षाको महत्त्व हामीलाई थाहा थियो, थाहा छ दाइ होइन। त्यही शिक्षाकै कारणले गर्दाखेरि हो आज अशोक चाहिँ हाम्रो परिवारसँग यसरी 7-8 वर्षसँग म अहिले 1 हप्ता अगाडिको कुरा गर्छु दाइ। एकजना मिडियाकर्मी बहिनीले, अब बहिनीले हेर्नुहुन्छ यो प्रोग्राम, त्यो प्रोग्राममा अशोक जाँदैछन् पनि होइन, हाम्रो फिल्मको प्रमोसन गर्नुपर्ने कुरामा चाहिँ। अनि को जाने भन्दा मैले अब म डिरेक्सनको होइन